कतिजना अब गाह्रो पऱ्यो होला त्यसको लागि चाहिँ म अब सरकारको तर्फबाट म माफी माग्छु हजुरहरूसँग होइन लागि चाहिँ म अब सरकारको तर्फबाट म माफी माग्छु हजुरहरूसँग होइन अनि अलिकति हामीले सक्ने चाहिँ हाम्रो आफ्नो कर्तव्यबाट चाहिँ हजुर त्यहाँ आउने बेला हामी धेरै परीक्षा गरेको किन होला अब म चाहिँ भन्छु कि अब सक्नेहरूको त अब कोठा लिएर पनि बस्न सक्नुहुन्छ यसो कमाएर पनि अब खुवाउनुहुन्छ नि तर मेरो चाहिँ त्यो अवस्था पनि छैन अहिले मसँग हजुर मेरो त अब हात भाँचेको छ म एक्लै छु नि त म एक्लैले कसरी गर्ने त्यो छोरीलाई कसरी अब मैले जब पाएँ भने पनि मैले काम गर्नुपर्ने अनि त्यही भएको कारणले चाहिँ अब म सक्दिनँ के गर्न पनि सक्दिनँ नि त अनि मैले कति कोसिस गरेँ नभए मेरो छोरीलाई होस्टेलमा भए पनि राखिदिनु भनेर मैले शिक्षा कार्यालयमा कतिचोटि मैले 4-5 चोटि धायो अनि उता के गर्दा 2 महिना बितिसक्यो अहिलेसम्म मेरो छोरीलाई पढ्न पाएको छैन यसरी बसिरहेको छ कर्तव्य नै पुरा गर्छौँ त्यो हाम्रो जिम्मेवारी परिवार होइन अब सरकारले त्यतिखेरको समयमा आएन होला आफ्नोबाट तपाईँलाई गुनासो भयो होला त्यसको लागि सरकारको तर्फबाट म माफी माग्छु तपाईँहरूलाई होइन कति कुराहरू हामीले आफूले सक्ने जति हामीले गऱ्यौँ कति कुरामा त्यसमा त्रुटि भएको खण्डमा तपाईँलाई अलिक गाह्रो भएको खण्डमा चाहिँ सरकारको तर्फबाट हामीले माफी माग्छौँ म त्यही भएर म पनि आएको छु यहाँ आफै पनि होइन सबै कुरा छु दिदीलाई चाहिँ के म यता छु नि के हो तपाईँको नाम विशेषले अलिकति ढिला भयो जस्तो लाग्छ मलाई चाहिँ म यसरी बुझ्छु त्यसो म आज नै कुरा गरिदिन्छु समन्वय गर्नु होला चुरा पनि गएको थियो हजुर अब हामी यहाँबाट कहाँ जाने अब वेलकम ब्याक रहेछ खुसी लाग्यो हजुर आउनु भएको छ होइन अनि अब हाम्रो चाहिँ माग भनेको सकेसम्म चाहिँ अब सरकारले चाहिँ हाम्रो म्यानेज गरिदिनु भयो त्यो कुरा हाम्रो उबाट सबै दिदी बहिनीहरूलाई सोध्नु हामीलाई त माइतीमा आएर बसे जस्तो फिल भएको हुनुहुन्छ होइन समस्या भनेको सिधा बल हो पानी सकेपछि त्यो जग्गा काराकुरी भत्काइदियो भत्काएपछि त्यतिखेर पानी आयो के सामान निकाल्न पाएन मेरो टेलर थियो के भन्नु यस्तो बिजोग हो कि सतुरा गर्दै यस्तो त सतुरा पनि नपर्छ अब हामी कहाँ जाने के गर्ने अब यहाँ निस्केर कहाँ जाने साउजीहरूले त हामीले राम्रै गर्नुभएको छ अनि किनभनेदेखिले हामीलाई व्यवस्था गरेर पठाउनु पर्यो बाहिर गएर बस्ने ठाउँ कोही छैन म दलित पनि हो एउटा परिवार हामी बाहिर जानुभएको हजुर अब 40 जना अनि हामी त बिजोग हो या फेरि यहाँ पनि पैसा पाउनु भएको छैन खाना दिन पनि हामीले गाह्रो भन्नु थाल्नुभयो होटेलमा यहाँ पैसा आएन भन्नुहुन्छ पैसा पाउनु भएको छैन पैसा आएको छैन मैले प्रक्रियामा छु त्यसमा फरक पर्दैन त्यो टेन्सन नलिनुहोस् अरूभन्दा अलिकति भोल्युम ठुलो भएर मेरोमा जस्तै 12-15 जनाको भएदेखि यता साइडमा होटेलमा 12-15 जना राख्नु भएको छ मेरोमा अलिक भोल्युम ठुलो हुनु भएर अब सबै किनमेल गर्ने हो सबै कुरा घरबाट हो सबै होइन त्यो गर्दा अलिकति डिपोजिट दिए पनि सहज हुन्छ म समन्वय गरिदिइहाल्छु त्यसको लागि पनि पेमेन्टको लागि सरकारी प्रोसेस पुरानोले कसरी गरेको छ तपाईँलाई थाहा छँदैछ होइन अनि त्यो प्रोसेसले अलिकति ढिला भयो जस्तो लाग्छ मलाई चाहिँ म यसरी बुझ्छु त्यसो म आज नै कुरा गरिदिन्छु समन्वय गर्नु होला चुरा पनि गएको थियो हजुर अब हामी यहाँबाट कहाँ जाने अब त बस्ने ठाउँ कहाँ व्यवस्था हुँदैछ बिजोको छ त के निकाल्नु मिलाउँदैछन् होइन हजुर अब म त्यस सबैको लागि गर्ने मान्छे हजुर अब त्यो जुन त्यो त पत्ता पत्रिकामा आइरहेछ धेरै नै त्यसमा मैले सरलाई फेरि कुरा राखेको थिएँ है हाम्रो इन्टरनेटको प्याकेज हो यो त भइपरि आएको अवस्था हो होइन इन्टरनेटमा उहाँको सम्पूर्ण प्याकेज भन्ने पहिला 1000को कुरा थियो पछि इन्टरनेटको अब अलिक कोटेसन कसले दियो थाहा भएन होइन त्यही इन्टरनेटमा पनि फेरि अहिले 15% काटेर आउने अरे भन्ने सुन्नमा आएको छ केही साथीहरूले भुक्तानी गर्नुभयो अरे पहिलो पेमेन्ट होइन त्यसमा हजुरले अलिकति जानकारी गरिदिनु इन्टरनेटमा त हाम्रो निदान त किनेको पानी हो सर हेर्नुहोस् जस्तै 2 छाक खाना 2 छाक नास्ता अब बसाइ सबै अब तातो पानी चिसो पानी सबै स्ट्यान्डर्ड अब उहाँलाई सोध्नुहोस् हामीले कुनै पनि चिज तपाईँको ठिक छ र खानु पनि राम्रो छ हामीले त फेरि त्यतिखेर भत्का त्यतिखेर पानी पर्दा हेर्नु पानी पर्दा कस्तो बिजोग हो त राम्रो हाम्रो रोडमै बसेको नि रङ्गशाला गरेर नाम लेखाएर नि यहाँ आएको किनभने हामी त प्यानमा हो भ्याटमा त होइन होइन त्यो भएर यो त भइपरि आएको अवस्थामा 15% काट्नु भनेको जस्तै 10-12 जना हुनुहुन्थ्यो भने केही अलिकति केही फरक पनि थिएन 35 जनाको भोल्युममा अलिक गाह्रो हुँदो रहेछ सर त्यसलाई हजुरले अब मानेजुले अब अलिकति त्यसमा कति पर्छ
होइन अब यो विषय दाजु के भयो भाइ आउनु तपाईँ उहाँ पनि हुनुहुन्छ आउनु आउनु नितान्त हाम्रो यहाँ किनेको पानी ट्याङ्करको पानी बोरिङको पानी पहिला पानी केही होइन नितान्त प्रत्येक दिन त आउनु आउनु खरिदीको पानी हो सर बोल्नु न पानीको 1700 थियो अहिले समन्वय गरेर 1500 रुपियाँ एक ट्याङ्करको 7000 लिटरको सर्वप्रथम त वेलकम ब्याक रहेछ खुसी लाग्यो हजुर आउनु भएको छ होइन अनि अब हाम्रो चाहिँ माग भनेको सकेसम्म चाहिँ अब सरकारले चाहिँ हाम्रो म्यानेज गरिदिनु भयो भने त्यो कुरा चाँडो गरिदिनु अब अरू भन्दा नि स्कुल बच्चाहरूको स्कुल छ स्कुलको अझै पनि भएको छैन अनि हेल्थ इस्युजहरूको बारेमा भनिरहेको छ अनि कोही हामीले अब जुन काठमाडौँ महानगरपालिकाले नि सम्पर्क गर्दा पनि उहाँहरूले पनि त्यो चासो देखाउनु भएको छैन होइन एउटा समस्या यो आइरहेको छ स्पेसली एउटा आमा बिरामी हुन्छु उहाँलाई चाहिँ गाह्रो भइरहेछ अनि हामीलाई चाहिँ सरकारले चाहिँ सकेसम्म चाँडो म्यानेज गरिदिनु भयो थियो भन्ने कुरा हो यी केटाकेटी हाम्रो घर कहाँ छ भन्छन् त्यही त पूजापूजीलाई पो कहाँ छ घर भताइएर कहाँ जानु भन्छन् सानो बिरामी क्युआरटी सरहरू बिहान साँझ आउनुहुन्छ कोही बिरामी छ भने बिहान साँझ अपडेट गरेर जानु भएको छ दुईजना हुनुहुन्छ अपडेट गरेर गइरहनु भएको छ प्रशासन सरहरू दैनिक आउनुहुन्छ डेली आउनुहुन्छ हेर्ने नै अब हाम्रो प्रक्रियामा त 1% पनि तपाईँको तलमाथि छैन सर जानुहुन्छ हाम्रो सबै दिदी बहिनीहरूलाई सोध्नु हामीलाई त माइतीमा आएर बसे जस्तो फिल भएको हुनुहुन्छ होइन सबैजना अब अलिकति थोरै दुःख लागेको त्यही अलिकति डिपोजिट थोरै पहिला पाएको सजिलो हुन्छ मात्रै हो फेरि त्यो भन्दाखेरि भन्नुहुन्छ भने के मान्छे छिन पनि नसक्छ त्यति पुलिसले त्यति मान्छे त्यति एकैचोटि 7-8 डोजर एकचोटि आएर चारै कस्तो मेरो टेलर अर्को 20 टाको लुगा सिउनु लिएको लुगा पनि पुरियो सबै 5-6 जना बच्चाहरू हुनुहुन्छ उहाँलाई मैले प्राइमेरी स्कुल जस्तै कपी पेन दिएर यहीँ पनि केही शिक्षा नर्मल शिक्षा हुन्छ नि पिजी ग्रुपको पिजी स्टाइलको एबिसिडी अथवा अरूको थियो भने त्यो यहीँ पनि व्यवस्था गरेको छु छोरीले पनि पढाउँछ राज्यले गर्नुपर्ने दायित्वमा हामी चुक्दैनौँ होइन एउटा कुरा म तपाईँहरूलाई व्यक्तिगत रूपमा भेट्न आएको कारण चाहिँ म अलिकति त्यहाँ भइदिएको अलिकति भिन्नै तरिकाले गर्थेँ होला भन्ने कुरा मात्रै हो हजुरहरूलाई अलिक गाह्रो पऱ्यो त्यही अलिकति किन हाम्रो फेरि मिनिस्ट्री पनि त्यतिखेर थिएन प्रधानमन्त्री होइन अब उहाँ पनि अब त्यही अनुसारमा बिजी पनि हुनुहुन्थ्यो होला होइन त्यही अनुसारमा यो भएर कतिजना अब गाह्रो पऱ्यो होला त्यसको लागि चाहिँ म अब सरकारको तर्फबाट म माफी माग्छु हजुरहरूसँग होइन अनि अलिकति हामीले सक्ने चाहिँ हाम्रो आफ्नो कर्तव्यबाट चाहिँ हजुर त्यहाँ आउने भने हामी धेरै परीक्षा गरेको हजुर आउनुहुन्छ बस्तीमा हाम्रो बिजोग हेर्नुहुन्छ भन्दा तर त्यतिखेर राजीनामा दिनु पऱ्यो अनि त हाम्रो तपाईँको त्यो बाढीमा नि अब त्यतिखेर नि बल्पुतिर नि म आफै पनि रेस्क्युको लागि गएको हो नि त ठिकै छ अब हामीले गर्नुपर्ने हाम्रो कर्तव्य हामीले गरिरहेछौँ होइन अब कति नीतिगत हिसाबले कुराहरू गर्नुपर्ने हुन्छ सबै कुरा कानुन मिलाएर गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ अब हाम्रो सबै मन्त्रालयले हामीले गरिरहेछौँ होइन अब ढिलो चाँडो चाहिँ अब केही न केही चाहिँ हाम्रो निष्कासन केही न केही सल्युसन चाहिँ निस्किन्छ समाधान चाहिँ निस्किन्छ अब यहाँ निस्केपछि अन्त कहाँ कहाँ भन्नु त 10-15 हजार कोटै दिने कसरी केही न केही सल्युसन निस्किन्छ होइन अब बच्चाको आमा छौँ बच्चाहरू छन् साना साना अनि अब त्यसरी विचलित चाहिँ नपारिदिनु होला नभए त सरकारको निर्णयमा हामी एकदम सहमत छौँ अनि अब त्यही नै भन्न चाहन्छु सरकारलाई हजुरप्रति झन् एकदम धेरै विश्वास लागेको छ के गर्नुहुन्छ भनेर विचलित चाहिँ नपारिदिनुहोस् यहाँबाट निक्लेपछि त जाने ठाउँ कहीँ पनि छैन कहाँ गएर बस्नु होइन के बच्चालाई के गर्नु अनि यहाँ बसुन्जेल त हामीलाई एकदमै आनन्द छ तर यो आनन्दले त हामीलाई त सधैँलाई पुग्दैन अनि त्यो एकदम व्यवस्थापन गरेर अनि गरिदिनुहोस् हामीले चाहिँ सोचेका थियौँ हजुर हामीले चाहिँ सोचेका थियौँ हामीले बुझेका छौँ खोलालाई खोलाको बाटो चाहिन्छ भनेर बुझेका थियौँ हामीले चाहिँ अब पहिला व्यवस्थापन गर्नु होला होइन अनि त्यसपछि भत्काउनु होला सोचेको थियौँ 81 भयो जे हुनु अब राम्रो नराम्रो भइहाल्यो हाम्रो अब इच्छा चाहना भनेको हाम्रो माग भनेको चाहिँ हामीलाई व्यवस्थापन गरिदिएर अनि राखिदिनुहोस् भन्ने 2 महिना भइसक्यो हामी यहाँ बसेको पनि होइन 2 महिना भएको छैन वैशाख 14 गते आमा उठ न हुन्छ हामीले गरिरहेको छौँ है अहिले म हजुरको वस्तुस्थिति बुझ्नु मात्र आएको अहिले होइन यसपछि अब